ओलीजी तपाईँ यो देशको प्रधानमन्त्री, म यो देशलाई माया गर्ने लाखौं नेपाली युवाहरूको एउटा प्रतिनिधि पात्र। तपाईले के गर्न खोज्नु भएको हो, तपाईको सुर के हो, उद्देश्य के हो, त्यो हामीले बुझेनौं, अथवा हामीले के चाहेका हौं त्यो तपाईले बुझ्नु भएन। त्यसकारण के गरौँ भने एउटा चियापान कार्यक्रम राखौं र तपाईले गर्न खोज्नु भएको कुरा के हो, हामीले कहाँनेर तपाईको कुरा बुझेनौं त्यो तपाई हामीलाई बुझाइदिनुस् र हामीले के चाहेका हौं र कुन कारणले गर्दा तपाईले हाम्रो चाहनाहरू पूरा गर्न सक्नु भएन त्यो तपाई हामीलाई बुझाइदिनुस्। तपाई धरारा बनाउनको निम्ति करोडौं रुपैयाँ उठाउन सक्नुहुन्छ, तर माथिल्लो कर्णाली परियोजना जसले यो देशको मुहार फेर्न सक्छ त्यसको लागि कुनै पनि पहल कदमी लिन तपाई तयार हुनुहुन्न। तपाई प्रधानमन्त्री हुनुभन्दा अगाडि नै नेपालमा भुइँचालो गइसकेको थियो, हजारौं नेपाली मारिए, लाखौं नेपाली घरबार विहीन भए र त्यही कुरालाई देखाएर तपाईहरुले खर्बौं रुपैयाँ उठाउनु भयो। तर तपाईहरुलाई थाहा पनि छैन होला बालपामा कति नेपालीले जाडोको कारण ज्यान गुमाए, दोलखामा कति मरे, सिन्धुपाल्चोकमा कति मरे, गोरखामा कति मरे, धादिङमा कति मरे, तराईमा कति मरे, त्यो हिसाब किताब छैन तपाईहरुसँग। राष्ट्र सेवकहरूलाई भाला रुपिएर मारियो, आगो लगाएर मारियो, तिनका परिवारले न्याय पाए नपाए त्यो पनि तपाईलाई थाहा छैन होला सायद। र अहिले तपाई वास्तवमा जानुपर्ने, तपाई तराई जानुपर्ने हो, तपाई पहाड जानुपर्ने हो, गोरखा जानुपर्ने हो, सिन्धुपाल्चोक जानुपर्ने हो, तर तपाई दिल्ली जाँदै हुनुहुन्छ र राष्ट्रिय महत्त्व बोकेको एउटा परियोजना विदेशीलाई कौडीको भावमा बेच्ने सुरसार गर्दै हुनुहुन्छ। म लगायत सम्पूर्ण देश विदेशमा छरिएर रहेका नेपालीहरूको के अनुरोध हो भने कृपया यो कर्णाली नबेच्दिनुहोस्। कांग्रेसले बेच्यो, माओवादीले बेच्यो, मैले पनि बेच्न पाउनुपर्छ भन्ने किसिमको तर्क तपाई नगर्नुहोस् र तपाईका समर्थकहरूले पनि यस्तो किसिमको अपराध देशप्रति गद्दारी गर्दै गर्दा संरक्षण गरिराख्नुपर्ने कुनै पनि आवश्यकता छैन। हामी युवाहरू जन्मिनुभन्दा अगाडि नै पहिल्यै माओवादी, कांग्रेस, एमाले भएर जन्मिएका होइनौं। हामी कुनै पनि एउटा पार्टीको बिल्ला लगाउनु भन्दा अगाडि हामी यो देशलाई माया गर्ने एउटा जिम्मेवार नागरिक हौं। त्यसकारण यो देश बेचिँदै गर्दा यदि हामी साक्षी बस्ने हो भने जति दोष नेताहरूले गरेका छन्, जति दोषी नेताहरू छन्, त्यति दोषी हामी पनि हुन्छौं। एउटा 4 वर्षको प्यालेस्टाइनी बालक इजरायलको सेनाको ट्याङ्कर अगाडि ढुङ्गा लिएर उभिने आँट गर्छ भने माथिल्लो कर्णाली परियोजना विदेशीलाई बेचिँदै गर्दा हामी पनि उभिने साहस गर्न सक्नुपर्छ। यति धेरै अनुरोध गर्दा गर्दै पनि तपाईहरुले जसरी पनि नेपालको स्रोत साधन सम्पत्ति लगेर भारतलाई बुझाउने मनसाय बोकेर हिँड्नु भएको छ भने कहिले खोलानाला, कहिले वनजंगल, कहिले चेलीबेटी, कहिले धर्म, कहिले भूगोल गरेर छुट्टा छुट्टै रूपमा बेचिराख्नु पर्ने आवश्यकता छैन। एक मुष्ट रूपमा लगेर देश नै बेच्दिनुस्। तपाईहरुलाई पनि शान्ति, तपाईका समर्थक हुके हनुमान सबैलाई शान्ति र देशमाथि जतिसुकै ठूलो गद्दारी गरे पनि चुपचाप सहने बानी परेका हामी सम्पूर्ण नेपालीलाई पनि शीतल मिल्छ। यदि होइन भने प्रधानमन्त्री भारत उन्नु अगाडि जो जति पनि नेपालीहरू यो देश हाम्रो हो भन्ने भावना छ, हामी एकपटक 11 बजेदेखि 1 बजे भित्र बालटर अगाडि जाउँ र शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गरौं। कुनै पनि पार्टीले आयोजना गरेको विरोध होइन यो। तपाई हामी जस्तै स्वतस्फूर्त रूपमा अगाडि आएका युवाहरूले आयोजना गरेको हुँदा यहाँ ढुङ्गामुढा गर्नुपर्ने, तोडफोड गर्नुपर्ने कुनै आवश्यकता छैन। यो नितान्त माथिल्लो कर्णालीको विरोधमा गरिएको शान्तिपूर्ण विरोध सभा हो। र म प्रधानमन्त्रीजीलाई के अनुरोध गर्न चाहन्छु भने तपाई यस्तो कदम भारतमा गएर नउठाउनुहोस् जसले गर्दा हामी तपाईको सिंहदरबारमा भएको फोटो निकालेर भैँमा फालेर कुल्चेर थुक्नुपर्ने दिन नआओस्। म एकपटक फेरि पनि अनुरोध गर्न चाहन्छु ओलीजी, यदि हामी धरहरा बनाउन सक्छौं भने हामी माथिल्लो कर्णाली पनि बनाउन सक्छौं। हामी हाम्रो देश फर्किन्छौं। हामीलाई हाम्रो देश चाहिन्छ। कृपया हाम्रो देश नबेचिदिनुहोस्।